हेलो गुड मर्निङ साथीहरू, सबैजना आराम सन्चै हुनुहुन्छ होला। म पनि एकदम आरामै छु र हिजो चाहिँ म भर्खरै गाउँ आएको छु। अनि गाउँ आएपछि चाहिँ यस्तो छ हालत है, घाँस काट्न आएको यहाँनिर दुईजना आछौँ। भाउजू त्यहाँ घाँस काट्दै हुनुहुन्छ। भाउजू ए हल्लो भन्दिन न एकचोटि। आउनु भाउ त्यहाँ घाँस काट्दै हुनुहुन्छ। अनि म चाहिँ अब मेरो घाँस काट्ने बेला हुन लागेछ। यता त घाँस काट्छ है, मेरो डोको यहाँ छ। यसलाई ला त्यता बस्छ त्यो। अब चाहिँ म घाँस काट्नु पर्ने छ है, कस्तो हुन्छ फेरि पनि गाउँको भिडियो लिएर आउनेवाला छु। रमाइलो भएको छ अहिले, पानीहरू परेर चाहिँ मस्तको सिन छ क्या। हेर्न हरियाली, सबैतिर हरियाली भइसकेको छ होइन। घाँसहरू पनि अस्ति आउँदाखेरि पुरा सुक्खा थियो नि त, पुरै सुकेर पुरा रातो भएको थियो। अनि अहिले चाहिँ पानी परेर पुरा हरियाली सबतिर चाहिँ बबाल भइसकेको छ होइन। आजको बिहानीको सुरुवात चाहिँ हाम्रो चाहिँ घाँस काट्नेबाट हुन्छ भने तपाईँहरूको चाहिँ केबाट हुन्छ है। ओके, भिडियोहरू पुरा हेर्नु होला। अनि हेरिसकेपछि लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला, सक्दो सेयर पनि गरिदिनु होला होइन। गाउँको भिडियो हेर्नलाई मजा आउनेवाला छ। ओके, अब चाहिँ म यहाँ घाँस काट्छु है। हातमा कच्चिया छ यस्तो छ, डोको त्यहाँ राखिदिएको छु। भाउजूमा माथि काट्दै हुनु, अनि म पनि अब घाँस काट्छु, हेर्दै गर्नु होला। ओके थाकियो घाँस काट्दा काट्दा है। लास्टै गर्मी छ, पसिना पनि आइरहेछ। यस्तै हो, गाउँतिर आइसकेपछि काम त गर्ने पऱ्यो है। फाइनल्ली मेरो घाँस भारी पुगिसक्यो टक्क यहाँनिर। उनीहरूले भाउजूले हेर्नु त यति घाँस होइन के। अझ मेरो यत्रो बडा छ, भाउजू यत्रो छ। फाइनल्ली घाँस काटेर पनि दुध दिएर पनि हामी घर आइसक्यौँ। भाउजू दुध दिएर बोकेर हिँड्नु हुनुहुन्छ। दुध पनि आज मैले दुहेको, घर आएपछि सबै काम मलाई गर्न लाउँछ। आफू चाहिँ हेर्नु अझै ठुल्ठुलो कुरा गर्दैछ त, दुध बोकेर मैले दुःखो दुध बोकेर। हेर्नुहोस् मसँग भिडियो छ हौ, कुरा गर्दैछ अझ। हेर्नुहोस् क्या रमाइलो भएको छ है, पानी परेर अहिले सबै मकहरू यत्रो यत्रो भइसक्यो। नास्पाती त्यहाँ छ, हाम्रो नास्पाती पनि फलेको रहेछ। अनि मेरो हालत यस्तो भएको छ है, रमाइलो छ। जोस् गाउँतिरको हेर्नु त क्या हरियाली भएको छ। अस्तिको चोटि आउँदाखेरि यो पुरा सुक्खा थियो, अहिले चाहिँ हरियाली भएको छ। क्या हो होइन आएर भाउजू कुर्दिन्छु नि अहिले। वाह ओके साथीहरू, घाँस काट्न गएको थिएँ, घाँस काटियो। अनि घाँस हालिदिएर पनि अहिले चाहिँ म खोलातिर झरिसकेको छु गोठालो गर्नलाई। गाईहरू त्यहाँ चरिरहेको छ। अनि त्यहाँ पौडी खेलियो आज। खोला त सानै छ। अनि अहिलेको वातावरण हेर्नुहुन्छ भने खत्रै भएको छ होइन। जोस् हेर्नु त हरियाली, पुरा हरियाली भइसकेको छ अहिले चाहिँ होइन। अनि मजा आउनेवाला छ हेर्नलाई पनि। जोस् आनन्द छ कि अस्ति नै आउँदाखेरि पुरा रातो भएको थियो नि त, डाँडा सुकेर खक्रक भएको थियो भने अहिले चाहिँ खत्रै भइसकेको छ कि हरियाली भएको सबै भयो। मौसम हेर्नु सबतिर हरियाली छ। अब क्यामेरा त बवाल छैन, त्यही पनि यसो हेर्नु होला है, मजा आउनेवाला छ। ओके, मेरो गोरुहरू चरिरहेकै छ, त्यहाँ चरिरहेछ। म यतापट्टि भ्लग गरिरहेको छु होइन, अगाडि बढिरहेको छु।
अनि तपाईँहरूको साथ सपोर्ट चाहिरहेको छ होइन। खत्रै सपोर्ट गर्नु पऱ्यो क्या माइला भाइलाई, खतरा गर्नु पऱ्यो कि सपोर्ट चाहिँ है। कमेडी भिडियोहरू हालिरहेको हुन्छु फेसबुक, टिकटक, युट्युब सबमा गरिरहेको छु मेहनत होइन। मेहनत अनुसारको अलिकता माया कमी भयो क्या हजुरहरूको होइन। त्यही भएर सपोर्ट गरिदिनु पऱ्यो है। अब रात पर्न लाग्यो, त्यही भएर गोरु लिएर हिँडिदिएको ल, चल्दिएको ल, घर जानु पऱ्यो होइन। दुईवटा यहाँ छ, एउटा ऊ त्यहाँ पुगिसक्यो। ओके डाँडा पाका छहराले खतरा गीत गाइदिन्छु नि म त फेरि हिँडै। ओके फाइनली साथीहरू म घर आइसकेँ। अनि टक्क हेर्नुहोस् यहाँ चाहिँ हिजो हाम्रो पूजा लागेको थियो, लागबत्ती बालेको थियो। त्यो लागबत्ती बाल्नको लागि घर आएको नि त म होइन। यहाँ पूजाहरू भएको थियो, यहाँको क्लिपहरू पनि म राख्छु हजुरहरूको लागि। टक्क यस्तो छ है हाम्रो चाहिँ। यो चाहिँ मेरो कोठा। मेरो लुगा यस्तो हालतमा राखेको छ कि यिनीहरूले भाइहरूले, यस्तो भाताभुङ्गा अवस्थामा छ। ओके अब घर आइसकेँ, रुम आइसकेँ। अब खानासाना बनाएर चाहिँ खानुपर्छ, सुत्नुपर्छ है। हिजो हल्का अनिदो पनि छ, त्यस्तै हो। अनि माया गर्नु होला होइन। भिडियो जस छोटो बनाएको छु, यसो थोरै बनाएको छु होइन। भ्लगहरू कमी आयो भने कमेडी भिडियो डेली युट्युबमा हालिरहेको हुन्छु, टिकटकमा पनि लगभग डेली नै हालिरहेको हुन्छु। युट्युबमा यसो हेर्नु होला। इन्टरटेनमेन्ट मलाई पनि अलिकता मजा लाग्छ कि अरूलाई हँसाउन होइन। यस्तो अलिकता रोमान्टिकमा ताल गरेको चाहिँ मजा लाग्छ। त्यही भएर यस्तै हाँस लाग्ने भिडियोहरू बनाइरहेको हुन्छु, सपोर्ट गर्नु होला होइन। यस्तै छ गाउँठाउँको अब घरहरू होइन, यस्तै हो बसाइहरू। अब जोस् बिस्तारै गर्दै जानेछु होइन। गर्छु भन्दै उमेर त दिनदिनै ढल्किँदैछ भने त्यही पनि होइन गर्ने नै छु। सो साथीहरूले सपोर्ट चाहिँ गर्नु होला, माया गर्नु होला है। यति नै भन्न चाहन्छु। ओके थ्याङ्क यू सो मच है।